एकछिन साथीहरू, मैले आज एउटा एकदमै फन्नी भिडियो लिएर आएको छु है। आजको फन्नी भिडियो के छ भनेर तपाईँ हेर्न एकदमै उत्सुक हुँदै हुनुहुन्छ भने आज मैले चर्चित लोकदोहोरी गायक रवि लामिछाने ज्यूले चर्चित लोकदोहोरी गायक धादिङे भाले नवराज काप्रीलाई फोन गरेर विदेशबाट फोन गरेर गरेको फोन कलको प्र्याङ्क कल मैले तपाईँहरूलाई देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन भने नभुल्नुहोला है त। हेलो अरे उठा उठा बुढी उठा उठा उठा। हेलो हेलो हजुर हजुर अभी उठाएर नि उठाए के भन्ने होला। ए के अरे हाम्रो दोहोरी गाउने नवराज भाइ हो। हजुर हो भन्नुहोस् त। उठाए क्या उठाए उठाए। कस्तो बोल्नै अप्ठ्यारो लाग्यो क्या। तपाईँ कहाँबाट गर्नु? भाइ म यहाँ यता यो घर त मेरो धादिङ हो। तपाईँलाई पनि धादिङ कुन ठाउँमा बिरुवा? तपाईँलाई पनि धादिङे भाले भनेर चिन्छन्। म पनि धादिङको। मेरो गुम्दी हो भाइ। गुम्दी गुम्दी थाहा छ? ए थाहा छ, माथि लेकतिर गुम्दी खनियाबास। खनियाबास त अलि उता पऱ्यो। यता गुम्दी हो। म सिङखडा हो गुम्दीको। चिन्छु हजुर, त्यतातिर गएको छु। सरोज सिमखडा भन्ने भाइ छ नि गीत गाउने, ऊ त मेरो चाहिँ यता काकाको छोरा पर्छ अलि उतातिर गोवा भन्नाले एउटै खबर भनौँ न। हजुर हाम्रो साथी हो, धादिङकै हुनुहुन्छ। अनि तपाईँले त्यो पसल खोल्नु भएको मान्छेहरू कति धेरै आएका, कति भिडभाड भएको, म त कति खुसी लाएर नि म यता नेपाल टारतिर बस्छु क्या। ए आउनु न, त्यहाँ लोड्से मल हो नयाँ बजारमा। अनि तपाईँको गीत यति हेर्ने, तपाईँले शब्द त्यो श्याम राणा नि त्यो सुमन परियारलाई तपाईँले यस्तो झटारो हान्ने है। मेरो बुढी र म त झन् यहाँ घरमा हेरेको धादिङको भनेपछि फेरि छुट्टै माया लाउने क्या। हुनु पर्यो नि त, बुवा हुनु पर्यो। बुवा हुनुहुन्छ, दाइ हुनुहुन्छ, मैले बुवा त होइन होला दाइ। म त अहिले 42 वर्ष भएँ। तर हजुरको हजुर भन्नु त, म त कता कता आवाज सुने जस्तो फिल भयो। 42 वर्ष भएमा। अनि त्यसपछि हजुरले त्यो चाहिँ त्यो यी नेपाल रोधी घरमा त्यो सुमन परियारलाई त्यो अनि त्यो अर्को के हो त्यो एउटा बिसी छ क्या हाम्रै धादिङको, त्यो के हो त्यो मोटे मोटे त्यो के भन्छ त्यो सागर बिसी, त्यसलाई यस्तो भन्ने। त्यो सागरले चाहिँ दोहोरी राम्रो गाउने हो। अलिक बढी धेरै हाँस्छ क्या त्यो भाइ है। होइन नि, हाँस्ने दोहोरीमा त हाँसिहालिन्छ नि, अलि बिचमा हाँस्नुपर्छ। तर एकदमै मनपर्छ त्यो भाइ पनि मलाई। अनि सुन्नु न त्यो, अनि तपाईँको त्यो पसलमा चाहिँ मलाई के भयो भने मेरो भाइहरू कोरिया जाँदैछ क्या। भाइहरूको कोरिया भिसा लाग्यो मेरो चाहिँ यो फुपूको छोराको। अनि त्यसपछि उसले चाहिँ कहाँ चाहिँ के भन्यो भने उसले चाहिँ दाइ यसो सपिङ गर्ने मेरो 6-7 जना साथीहरू छन्, अब एकै ठाउँमा सपिङ गर्न पर्यो, एउटै फ्लाइट हो भन्थ्यो। मैले भने त्यहाँ एउटा भाइले खोलेको छ। मैले चाहिँ फेरि तपाईँ अस्ति चाहिँ जलमुखीमा कार्यक्रममा जानुभएको थियो नि, शीतल थियो नि, शीतल आशा बिसीसँग जलमुखीमा कार्यक्रममा जाँदाखेरि त्यो आयोजक शीतल थियो नि एकजना। हो त्यो शीतल चाहिँ मेरो मामाको छोरा हो क्या फेरि। अनि त्यसले चाहिँ कलाकारहरूसँग फोटो भनेर हालेको थियो अस्ति। अनि त्यसलाई फोन गरेको, नम्बर मागेको रहेछ क्या तपाईँको फेरि। अनि तपाईँको भाइहरू कोरिया जाँदैछन्, त्यहाँ सपिङ गर्न आउँछन् होला, यसो डिस्काउन्ट गरिदिनु, म नम्बर दिएर पठाइदिन्छ है। हुन्छ पसलमा आउनु। तर हजुरको आवाज कहाँ सुने जस्तो फिल भयो मलाई। होइन अब हामी धादिङे हो, धादिङे अब चाहिँ बोली उस्तै त हुन्छ नि भाइ। अब यस्तै हो। नवराज भाइले यस्तो दोहोरी गाउनुहुन्छ। म त यति हेर्छु यहाँ टिभीमा, यहाँ घरमा बुढी अनि हाम्रो आमा हुनुहुन्छ, आमाले पनि त्यो धादिङे त्यो केटो कति राम्रो गाउँछ। हेर्दै गर्नु, एकदम सम्झेर आउनु होला, त्यो पसलतिर आउनु होला, भिजिट गर्नु होला। अनि सुन्नु न भाइ, मेरो यस्तो छ क्या, मैले चाहिँ त्यस भाइहरूले के भनेछन् भने त्यहाँ आएला के अरे धादिङे भाइसँग
भालेसँग फोटो पनि खिचाउन पाए हुन्थ्यो, टिकटक बनाउन पाए हुन्थ्यो, नेपाल कहिले हो कहिले आउने भन्थे। अब त्यो चाहिँ भाइले अब त्यहाँ चाहिँ अप्ठ्यारो मान्नु भएन क्या। हुन त कलाकार भाइहरू अब धेरै आउँछन् होला त्यहाँ फोटो खिच्न होइन। तपाईँ रविन दाई हो? ए होइन, म त श्याम दाई क्या। श्याम यता श्याम सिमखडा हो। सिमखडा यता यो के अरे यो आवाज त्यस्तै राजा नम्बर फेरि अर्कै छ, नेपालको छ। श्याम तपाईँले प्रेम गर्नुभयो जस्तो लाग्यो मलाई। होइन भाइ, किन गर्थेँ र म श्याम सिमखडा क्या। त्यो सरोजलाई सोध्दैन, सरोजलाई फोन गरेर श्यामको चाहिँ ठुलो बाउको छोरो होमा, ठुलो पढ्ने त्यहीँ गाउँको। त्यहाँ मैले चाहिँ पहिला मास्टर गर्थेँ गाममा, अनि फेरि त्यहाँ छोडेर अहिले आएर यहाँ चाहिँ अहिले मेरो चाहिँ मसला चाहिँ सानो एउटा मसलाहरू पिन्ने एउटा चाहिँ पसल जस्तो छ, अनि त्यही छ भाइ है। त्यही गरौँ है, म पठाइदिन्छु है। पत्याउनुपर्छ भाइ, ग्राहकहरूले फोन गरेपछि पत्याउनुपर्छ। म त पठाइदिन्छु केटाहरूलाई त्यहाँ पैसा डिस्काउन्ट गरेर। आवाज क्लियर मैले सुरुमै भन्न आँटेको थिएँ, तपाईँ रविन लामिछाने दाइ जस्तो लागिरहेको मलाई। रबिन लामी ए त्यो भाइ, त्यो गोर्खाको भाइ त्यो भाइ त त्यो विदेश गयो त्यो छ होइन। म त स्वर त त्यस्तै लाग्यो होला भाइलाई, तर त्यो भाइको पनि म फ्यान हो। राम्रो गाउँछ त्यो भाइले पनि यार, तर त्यसलाई पनि सम्झिनु। राम्रो गाउनुहुन्छ, तर हजुर नै हो कि जस्तो आवाज घकै आइरहेको क्लियरसँग। होइन भाइ, होइन अब यो कहिले काहीँ हामी गोर्खा धादिङतिरको बोली यस्तै मिल्छ। ल बाबु ल होइन क्या, यसो बिगार्दै थिएँ यताउता गर्दै थिएँ। अनि अब थोरै बोल्नु पर्ने रहेछ, अलि धेरै बोलेपछि चाहिँ त्यसले गेस गर्यो कि जस्तो लाग्यो। एनिवेज ल, गेस गरिन् नगरिन् धेरै धेरै शुभकामना।